हेलो एभ्रिवान, वेलकम टु किरन्स किचन। आज म यहाँ तरुवा बनाउन गइरहेकी छु। यहाँ मैले सामग्रीहरू रेडी गरेर राखेको छु। यहाँ हेर्न सक्नुहुन्छ, आलु काटेर स्लाइसेस बनाएर राखेको छु, तासेर भिन्डी, परवल अनि खुर्सानी। यो हेर्नुहोस्, भिन्डी चाहिँ कसरी काटेको छ यहाँनिर हेर्नुहोस्। पहिले यस्तो सानो सानो पिसेस बनाएर अनि बिचबाट यसरी हाफ कट अनि यताबाट पनि हाफ कट हानिदिएको छ हैन। त्यसरी गऱ्यो भने मसलाहरू सबैतिरबाट छिर्छ हैन। अनि यो परवल भयो, यो परवल पनि यसरी तासेर अनि स्लाइसेस बनाएर खुर्सानी पखालेर यसरी बिचबाट चिरेको छ। यसमा चाहिँ नुन चाहिँ फिल गर्नुपर्छ हैन। अहिले म देखाइदिन्छु नुन कसरी फिल गरेर अनि तार्ने हो। अनि आलु छ। अब यहाँ मसलामा चाहिँ हेर्दै जानुहोस्, यहाँ मैले 3टा लसुन लिएको छु। यसलाई खलमा कुटेर अनि यसमा यो मसलामा यो बेसन यसमा चाहिँ हाल्छु अनि यसमा अरू पनि मसलाहरू हाल्छु। यहाँ हेर्नुहोस्, मैले यो लसुन कुटिसकेँ हैन खलमा। अब यो म यो बेसनमा हाल्दैछु हैन। बेसनमा हालिसकेँ। अब यसमा म मसला पनि हाल्छु। नुन आफ्नो स्वादअनुसार हाल्नुहोस्, आफूलाई जस्तो खानुहुन्छ हजुरहरूले। नुन हालिसकेँ मैले। अब बेसार हाल्दैछु। यो चाहिँ सब्जी मसला, अनि अलिकति म यो गरम मसला पनि हाल्छु। हालिसकेँ। अब यसमा पानी हाल्छु म र यसको ब्याटर बनाउनुपर्छ है। यो ब्याटर बनाउँदैछु। यहाँ हेर्नुहोस्, मैले यस्तो ब्याटर बनाएको छु। अब यो अलिअलि जुन देखिरहेछ यो चाहिँ अघि लसुन कुटेर हालेको नि त्यसैको देखिरहेछ। अनि यतिसम्म ब्याटर ठिक छ हैन। त अलिकति अझै पानी यसो थोरै हालेर यतिसम्मको ब्याटर बनाउने हैन। अब मैले यहाँ तेल ताप्न यो ब्याटरमा म आलु पहिले हाल्दैछु। यो आलु चाहिँ राम्रो हो। यसरी सबैबाट एउटा एउटा दुईवटा गरेर म छानेर देखाउँछु। बाँकी हजुर त्यसरी नै छानिहाल्नुहोस्। अरू परवल पनि छ यहाँ 2टा अनि यहाँ 2टा भिन्डी पनि। खुर्सानी चाहिँ लास्टमा तार्ने। मेरो छोरालाई फेरि पिरो भयो भने खाँदिनँ भन्छ। हामी चाहिँ फेरि बुढाबुढीलाई खुर्सानी साह्रै मिठो लाग्छ तारे खुर्सानी। त्यो चाहिँ भयो। हेर्नुहोस्, मैले तेल ताप्नलाई राखिसकेको छु। अब मैले यो ब्याटरमा डिप गरेको आलु यसमा हाल्दैछु। यसमा पनि हालेँ 2टा आलु, अब 2टा परवल, यहाँ हालिसकेँ 2टा परवल, 2टा भिन्डी पनि। यसलाई रातो फ्राई गर्ने पल्टिँदै म यो खुर्सानीमा नुन भर्दैछु यसरी हैन। यो भरेर अनि त्यसपछि डिप गरेर तार्यो भने बेसनको ब्याटरमा अनि साह्रै मिठो हुन्छ। मलाई तर मेरो बुढालाई त साह्रै मनपर्छ। यसरी नुन भरेँ। त्यसरी नै सबै खुर्सानीमा हजुरहरूले पनि ट्राई गरेर एकचोटि बनाएर अनि मलाई कमेन्ट गर्नुहोला हजुरहरूलाई मन पऱ्यो कि मन परेन। यहाँ हेर्नुहोस् होला, मेरो यहाँ एकपल्ट मैले पल्टिसकेँ, रेड भइसकेको छ। अनि थपिदिएको छु। मैले चाहिँ यहाँ चम्चाले पल्टाउँदैछु। चम्चाले मलाई पल्टाउन सजिलो लाग्छ। अब यहाँ हेर्न सक्नुहुन्छ, यता एकतिर पाकेको छैन। अब यो पनि अलि रातो भएपछि
मजाले ताकेपछि हामी अब यो खाना चाहिँ मिठो हो, यसरी तारेर आलु खानु, तरकारीहरू खानु। मैले यसो हाम्रो छरछिमेकी या हाम्रो चिनेको मान्छेहरूले कति मिठो हुन्छ, खाऊँ न हौ खाऊँ भन्नुहुन्छ कहिलेकाहीँ होइन। यसो दाल बनायो र खाना बनायो अनि त्यसपछि यसरी आलुहरू तारिदियो भने साह्रै मिठो लाग्छ खाना होइन। मेरो छोरोलाई पनि मनपर्छ यो आलु तारेको, भिन्डी त उसको फेभरेट हो होइन। हेर्न सक्नुहुन्छ अब पाक्न लाग्यो, आलु पनि भित्रसम्म छिर्यो भनेपछि यो आलु पनि अलमोस्ट पाकिसकेको छ। अब रेड मात्र यो माथिको बेसनको लेयर पाक्न बाँकी छ, यो पनि पाकिहाल्छ। अनि त्यसपछि म हजुरलाई निकालेर पनि देखाउँछु। पाक्दैछ यसरी, सकिन लागिसक्यो। यो एयर फ्रायरमा पनि बनाउन चाहिँ हुन्छ। अब मैले एयर फ्रायरमा फेरि अर्को टाइम नेक्स्ट टाइम बनाएर उसलाई देखाइदिन्छु। अहिले चाहिँ यसरी तेलमा फ्राई गरेर पनि साह्रै मिठो हुन्छ। अलमोस्ट हुन लागिसकेको छ। यहाँ हेर्नुहोस् होला, मैले यहाँ फर्स्ट लट छानेको छु, निकालिसकेँ। आलु, भिन्डी, परवल मलाई क्रिस्पी मनपर्छ, त्यही भएर मैले अलिकति क्रिस्पी गरेर छानेको छु। अनि अर्को लट पनि यहाँ हालिदिइसकेँ। अनि यहाँनिर अझै यहाँ डिप गरेर राखेको छु परवलहरू। त्यसपछि लास्टमा खुर्सानी। हजुरहरू पनि यसरी ट्राई गर्नुहोस् होला, मिठो लाग्यो भने कमेन्ट गर्नुहोस् होला। अनि भिडियो मन पऱ्यो भने प्लिज लाइक, सेयर एन्ड सब्सक्राइब टु किरण's किचन। थ्याङ्क यू।